यस्तो प्रवृत्ति भएको केटाहरूसँग घुम्नु भने चरित्रहीन गर्ने केटाहरू अनि हुन्छ नि कि ताजा ताजा मार्केटमा एस्थेटिक भन्ने क्याफे चिया पसललाई क्याफेटेरिया भन्नेहरू होइन अनि त्यसपछि कहाँ न कहाँबाट नल्लामा नुहाउनेहरू आउँछ ड्याममा अनि एउटा चाहिँ खै के हो के होला त भन्न पनि मन लाग्दैन आइफोनजी आफै उसको माथि नराम्रो गालीहरू कमेन्ट गरिदिनु होला होइन अनि अब त्यही त अब त्यही बाटो नै थाहा थिएन कि त्यही भएर यस्तो लिएर हिँड्नु पर्छ क्या यिनीहरूलाई कहाँ लग्नु भ्युवर्सहरू मेरो लोयल छ नभएको भ्युवर्सहरू है गाइज मेरो च्यानललाई सब्सक्राइब गरिदिनु पर्यो होइन अब त के भन्नु